संक्रान्ति नसकिँदै लोसार पनि आइसकेछ। त्यही भएर मैले चाहिँ बनाइहालेँ खाप्से, जुन हाम्रो लोसारमा अत्यन्त खास परिकार हो। नेपालमा लोसार चाहिँ प्रमुख 3 समुदायहरूले मनाउने गर्दछन्: तामाङ, गुरुङ र शेर्पा। र माघ 5 गते आउन लागेको लोसार चाहिँ तामाङ समुदायको हो। लोसार मनाउँदा चाहिँ आफ्नो समुदायको पहिरन लगाएर, साथीभाइ परिवारहरूसँग भेटघाट गरेर, मिठो मिठो पकवान पकाएर अनि खाप्से बाँडेर चाहिँ मनाउने गरिन्छ। नेपालमा हुँदा मलाई पनि मेरो प्रिय साथी मित सोनामले जहिले पनि लोसारको बेलामा टन्नै खाप्से पठाइदिने गर्थ्यो, त्यो पनि विभिन्न आकार अनि स्वादको। अनि आज मैले त्यही स्वादको खाप्से बनाउने कोसिस गरेँ। स्वाद त्यही भए पनि मैले पनि 3 प्रकारको बनाएँ। अनि यो बनाउँदा पनि एकदमै रमाइलो हुने र खाँदा पनि एकदम मजा आउने रहेछ। धेरै इन्ग्रेडियन्ट्स पनि नचाहिने र एकदमै रमाइलो हुने यो खाप्सेको रेसिपी अवश्य पनि ट्राई गर्नुहोला र साथीहरूसँग पनि सेयर गर्न नबिर्सिनुहोला। जम्मन्दा सोनाम लोसारला ज्याबा डान्बामुला।